हजुर सबैजनालाई अभिवादन, जय मसीह। आजको दिनलाई पवित्र बिहिबार भनिन्छ। खजुरी आइतबारदेखि गनेर ल्याउँदा आज पवित्र हप्ताको 5औं दिन हो। आजको दिनलाई मन्डी बिहिबार पनि भनिन्छ। मन्डी शब्द चाहिँ ल्याटिनको म्यान्डेटमबाट आएको हो, जसको अर्थ आज्ञा हो। किनभने आज यीशुले आफ्नो चेलाहरूलाई एउटा नयाँ आज्ञा दिनुहुन्छ। साँझमा यीशुले आफ्ना 12 चेलाहरूको साथमा साँझको अन्तिम भोजन गरिसक्नु भएपछि उहाँले आफ्ना चेलाहरूको गोडा धुनुहुन्छ र भन्नुहुन्छ, एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिँदैछु। तिमीहरूले एकअर्कालाई प्रेम गर। तिमीहरूसँग मैले जस्तो प्रेम गरेको छु तिमीहरूले पनि एकअर्कालाई त्यस्तै प्रेम गर। यसै कारणले गर्दा आजको दिनलाई पवित्र बिहिबार अर्थात् मन्डी बिहिबार पनि भनिन्छ। मन्डी शब्द अरूको गोडा धुने प्रथालाई दिएको नाम पनि हो। यो गोडा धुने अभ्यास चाहिँ यीशुको उदाहरणलाई प्रतिबिम्बित गर्ने नम्रता र सेवाको प्रतीकात्मक कार्य हो। त्यसकारण गोडा धुने अभ्यास गर्नुभन्दा पनि गोडा धुने अभ्यासको अर्थ बुझ्नु महत्त्वपूर्ण छ। त्यसपछि यीशुले आफ्ना पक्राउबारे भविष्यवाणी गर्नुहुन्छ अनि त्यसै गरी पत्रुसको इन्कार बारे पनि भविष्यवाणी गर्नुहुन्छ। पत्रुसले प्रभुको निम्ति आफ्नो प्राण दिने कुरा व्यक्त गर्छ, तर पत्रुसले उहाँलाई 3 पल्ट इन्कार नगरेसम्म भाले बाँच्ने छैन भनी प्रभुले जवाब दिनुहुन्छ। त्यसपछि यीशु गेत्सेमनी बगैँचामा गएर प्रार्थना गर्न थाल्नुहुन्छ, जहाँ उहाँको गिरफ्तार हुन्छ। कहिलेकाहीँ हामी आफ्नो विश्वासको नारी नछामिकन भावनामा उक्लिएर खोक्रो प्रतिबद्धताको पखेटा भिन्जाउँछौँ, जुन कुराले आफूलाई र अरूलाई हानि पुर्याउँदछ, धोका दिँदछ। त्यसकारण हामी आफ्नो विश्वासलाई राम्रो गरेर विचार गरौँ, आफ्नो विश्वासलाई विचार गरौँ र निर्णयहरू गर्दाखेरि हौसिएर नगरौँ, तर सत्यतामा गरौँ। सबैजनालाई जय मसीह, प्रभुले आशीष दिनु।